बाजेको सुन्दा कस्तो डर लाग्थ्यो अम्बो। पुरा बाध्य होइन? अम्बो केटीहरू को केटीहरू कि कस्तो डरलाग्दो यो गर्थ्यो कि मलाई कस्तो डर लाग्थ्यो। अन्त है मलाई त सबैले त्यस्तै भन्छ कि अब यो गलत मान्छेहरूलाई त्यस्तो व्याभिचारी मान्छेहरूलाई चाहिँ अब यिनीहरूलाई सुधारेर सुध्रिँदैन रहेछ क्या हो। म चाहिँ कस्तो भने त्यस्तो गलत मान्छेहरूलाई चाहिँ सुधार्नु खोज्ने हो क्या, गलत बाटोमा नहिँड भन्नु खोज्ने हो। तर तिनीहरूलाई जतिसुकै सुधार्नु खोजे पनि सुध्रिँदैन रहेछ क्या। आखिरी हजुर नराम्रो चाहिँ म आफै हुन्छु क्या। अब उनीहरू गलत गर्दै गर्दा अब म चाहिँ यो बाटो चाहिँ नहिँड, यसले चाहिँ एउटा सोसाइटीलाई एउटा आफ्नो लाइफलाई पनि त्यो लाइफ पनि ड्यामेज हुन्छ नि त। एउटा इज्जत हजुर मर्यादा प्रतिष्ठा एउटाको कारणले गर्दाखेरि सिङ्गो फ्यामिलीलाई असर पर्छ। यो मतलब कतिपयहरू यो प्रेमलाई कस्तो लापरवाही गरिराखेको हुन्छ क्या। हजुर हजुर शक्तिशाली त अरू केही पनि हुँदैनन्। जहाँ प्रेम छ त्यो पैसा त दुईजना भएर मिलेर मिहिनेत गर्ने भने पैसा त भइहाल्छ नि। तर हो नि हजुर अन्त पैसालाई चाहिँ उनीहरूले के गर्छ भने पैसा सँगसँगै प्रेम खोज्नु खोज्छ क्या। पैसा पनि हजुर प्रेम पनि होस् क्या, त्यसरी खोज्छ। अब त्यो कतिपयहरूको उसमा त अब सबैसँग पैसा पनि हुन्छ होइन, नोकरी पनि हुन्छ, मिहिनेत पनि हुन्छ, त्यो सबै कुराहरू मिल्छ पनि कतिपयलाई भने कतिपयहरू नमिलेको ठाउँमा त मिलाउने हो नि त। गरिब छ केटा, गरिब छ भने केटी पनि गरिब छ भने दुईजना मिलेर मिहिनेत गर्यो भने त दुईजना भएर कमाउँदा हुन्छ नि त। तर सक्छ नि हजुर। अन्त त्यो पैसाको पछाडि लाग्नेहरू चाहिँ अब पैसाको एउटा आशा गरेर होइन, अलिक म धनी बन्छु भन्ने खालको केटीहरूले चाहिँ भोलि गएर त्यो केटासँग पैसा रहेन रहेछ, त्यो केटा कोही बिमार रहेछ भयो अथवा त्यो पैसा कुनै कारणले गर्दा उसको प्रपर्टीहरू सकियो भने त त्यो केटी त प्रपर्टी सँग जोडिएको हो नि त। त्यो प्रपर्टी सकिएपछि त्यसले त त्यो केटालाई पनि छोड्यो नि त। तर हुन्छ नि त्यस्तोहरू हजुर। तर त्यो केटी ले सच्चा प्रेमलाई चाहिँ गर्यो, प्रपर्टीलाई नहेरिकन प्रेमलाई उसको मनलाई मात्रै हेरेर उसको भावनासँग जोडिएको छ भने त त्यो प्रपर्टी होस् कि नहोस् तर उसलाई छाड्दैन नि त होइन। हो त्यही हो हजुर हजुर मतलबीहरूको चाहिँ म पहिल्यैदेखि विरोध गर्ने मान्छे होइन, तर म खुद आफै हजुर परेँ होइन। हजुर। तपाईँले चाहिँ आँखा नहेरी त्यत्रो त्यत्रो पैसा चाहिँ किन दिनुभएको? प्रेम अब माया हो, मायामा पनि कति त्यस्तो डरलाग्दो त कहाँ गर्नु अन्त। अब यस्तो तपाईँलाई हेर्नुहोस् गरेको तपाईँलाई मान्छे हेर्नुहोस् होइन। परदेशमा बसेर कमाउनु, तपाईँले त कमाउनुहुन्छ बङबङ, तर पनि त्यो सबै तपाईँको मेहनतको फल हो। 1 रुपियाँ कमाउनु कति साह्रो छ तपाईँ आफै सोच्नुहोस् त। तपाईँले कति मेहनतले कमाउनु भएको हरू त्यसरी कहाँ गर्नु? अब उसले पैसा खायो गयो।